वेलकम ब्याक टु माई न्यू भिडियोज। सम्पूर्णमा नमस्कार। म जयदीप कुमार गुप्ता, एक स्वास्थ्यकर्मी, हाल हेल्थ असिस्टेन्ट पदमा कार्यरत छु। आज म तपाईँहरूलाई पाम्स V2मा औषधि तथा अन्य सामग्रीहरूको म्यापिङ कसरी गर्ने बारे एउटा एजुकेसनल पर्पजले भिडियो बनाउन जाँदैछु। हेरेर साथ सहयोग तथा सपोर्ट गर्नुहोला। एज युजुअल म एउटा क्रोम ब्राउजर ओपन गरेँ। त्यसपछि मैले पाम्स V2मा एउटा युजर आइडी चाहिँ लगइन गर्नुपर्छ। यो प्राइभेसीको कारणले मैले एकछिनलाई भिडियो पज गर्छु। आइडी लगइन गर्ने बेला चाहिँ आर्थिक वर्ष आइडी र पासवर्ड राखेपछि आर्थिक वर्ष सेलेक्ट गर्नुपर्छ। मैले हालको आर्थिक वर्ष 2082-83 सेलेक्ट गरेको छु। अब यो लगइन गरेपछि यहाँ माथि 4वटा कुरा देखाउँछ। यो 4वटा सम्पत्ति व्यवस्थापन प्रणाली व्यवस्थापन, अभिलेख प्रविष्टि तथा प्रतिवेदन, यो 4वटाको आफ्नै काम रहेछ। आज म तपाईँहरूलाई औषधि तथा अन्य सामग्रीहरूको म्यापिङ कसरी गर्ने भनी सिकाउन जाने भएकाले हामीलाई चाहिँ यो औषधि सम्पत्ति व्यवस्थापन प्रणाली काम लागेन, अभिलेख प्रविष्टि काम लागेन तथा प्रतिवेदन काम लागेन। हामीलाई काम लाग्ने भनेको प्रणाली व्यवस्थापन काम लाग्ने रहेछ। प्रणाली व्यवस्थापन काम लागेपछि यसमा चाहिँ 3टा फर्म रहेछ, 3टा भित्र कोलम रहेछ। एउटा फर्म सम्बन्धी विवरण, एउटा सम्पत्ति सम्बन्धी विवरण, एउटा अन्य व्यवस्थापन सम्बन्धी विवरण। हामीले चाहिँ काम लाग्ने भनेको म्यापिङको लागि चाहिँ सम्पत्ति सम्बन्धी विवरण काम लाग्ने रहेछ। यसमा मैले क्लिक गर्छु। एउटा कुरा चाहिँ जहिले याद चाहिँ के गर्नु होला भने यो सोसल के भन्छ औषधि तथा अन्य सामग्रीहरूको म्यापिङ गर्नको लागि स्टोर किपरकै आइडी चाहिन्छ, अरू आइडीले चाहिँ हुँदैन। त्यही भएर मैले स्टोर किपरकै आइडी लगइन गरेको छु। अब चाहिँ मैले यहाँ प्रणाली व्यवस्थापनमा सम्पत्ति सम्बन्धी विवरण गरिसकेपछि यहाँ तल यता राइट साइडमा हेर्न सक्नुहुन्छ सम्पत्तिको ब्रान्ड, सम्पत्तिको मोडेल, सम्पत्तिको क्षमता, कार्यालयमा सम्पत्ति म्यापिङ तथा लास्टमा छ माइग्रेसन विस्तृत विवरण थप। हामीलाई चाहिँ म्यापिङको काम गर्न गइरहेको छौँ, त्यही भएर कार्यालयमा सम्पत्ति म्यापिङमा यहाँ क्लिक गर्छु। यहाँ क्लिक गरेपछि यहाँ हामीलाई एउटा सन्देशमूलक रेड लाइटमा एउटा कुरा देखाइएको छ। यो चाहिँ एकचोटि पढौँ। के रहेछ भने सम्पत्तिको प्रकार, उपसमूह र उपशीर्षक छनौट गरेर सम्पत्तिको विवरण हेरी सम्पत्ति म्यापिङ गर्न सक्नुहुनेछ। मतलब कि हामीले यहाँ सम्पत्तिको प्रकार, यहाँ उपसमूह, उपशीर्षकहरू सम्पत्तिको हेरी सम्पत्ति म्यापिङ गर्न सक्नुहुन्छ, वा सर्च बक्समा सम्पत्तिको नामको कुनै भाग राखेर अल सर्चमा क्लिक गरेर पनि सिस्टममा रहेको सम्पत्ति खोजेर म्यापिङ गर्न सक्नुहुन्छ। अर्को, सम्पत्ति म्यापिङ गर्नु भएन भने यो इन्फर्मेसन मेन रहेछ है। सम्पत्ति म्यापिङ गर्नु भएन भने तपाईँले प्रविष्टि गर्न सम्पत्ति देख्नुहुने छैन। अर्थात् हामीले चाहिँ यदि कुनै पनि इक्विपमेन्टको वा कुनै पनि सामानको म्यापिङ गरेका छैनौँ भने त्यो आइडीबाट त्यो सामानको चाहिँ हफा गर्न मिलेन, दाखिला गर्न मिलेन, खरिद गर्न मिलेन, केही पनि गर्न मिलेन है। अर्को चाहिँ के भनेको छ भने दुवै तरिकाबाट खोज गर्दा पनि सम्पत्ति नदेखिएमा यदि हामीले सर्च गरेर वा राखेर पनि खोज्यौँ भने मिलेन भने न्यू रिक्वेस्टमा क्लिक गरेर सम्पत्तिका विवरणभरि स्वीकृतिको लागि एप्रुभल त चाहियो नि त, मैले निकायमा अनुरोध गर्नु होला है त। अब हामी औषधिको म्यापिङ कसरी गर्ने भनेतर्फ लागौँ। यहाँ सर्चमै गरेँ मैले, यहाँ अहिलेसम्म कतिवटा म्यापिङ गरिरहेछ, म्याप डाटा यो आइडीबाट कतिवटा भइरहेछ, वा मैले चलाइरहेको जुन कुराको लिङ्क छ, जहाँसम्म लिङ्क छ यसको कतिवटा म्याप भइरहेछ भने हेरौँ भइसकेको भनेर म्याप डाटामा हेरेको। यसमा म्याप डाटामा चाहिँ 1795 जति देखाइरहेछ। यो सबै कुराहरू म्याप भइसकेको रहेछ है। यहाँ 500को लिस्ट रहेछ, यसलाई चाहिँ तल सारेर 1000सम्म नि हेर्न मिल्छ। अलि नेटवर्क समस्याले हो वा धेरै सामानहरू भएर लोड हुन टाइम लाग्यो हो। यो सबै हाम्रो म्याप भइसकेको रहेछ है। अब हामी म्यापिङतर्फ जान्छौँ। यहाँ सम्पत्तिको प्रकार भनेपछि कस्तो सम्पत्तिको हामी म्यापिङ गर्नु रहेछौँ। खर्च भएर जाने सम्पत्ति हो कि खर्च भएर नजाने सम्पत्ति हो, जिन्सी हो है। हामी चाहिँ एउटा हेल्थ पोस्ट लेभलमा वा पालिका स्तरीय अस्पतालमा चाहिँ म स्वास्थ्यपट्टिको भएर स्वास्थ्यको कुरा गर्न जाँदैछु। हेल्थ पोस्टमा वा पालिका लेभलको एउटा आधारभूत अस्पतालमा त्यसमा चाहिँ बढी जसो हामी युज गर्ने भनेको स्वास्थ्यकर्मीको हिसाबले चाहिँ
औषधि हो। औषधि भनेको खर्च भएर जाने सामान पर्छ। त्यही भएर मैले यहाँ 2 नम्बर क्लिक गरेँ। खर्च भएर जाने सम्पत्तिको मैले जिन्सीको मैले गर्न लागेको छु भनेर। त्यसपछि उपसमूहमा उपसमूहमा के गर्ने? कार्यालय सञ्चालन सम्बन्धी गर्ने, औषधिजन्य मालसामान गर्ने कि अन्य मालसामान गर्ने? औषधिजन्यमा मैले क्लिक गर्छु। तपाईँले आफ्नो अनुसार कुन फ्याकल्टीपट्टिको हुनुहुन्छ आफ्नो अनुसार गर्न सक्नुहुन्छ। यहाँ सबै कुराहरू राखेकै छ। यदि केही कुरा छैन भने चाहिँ हामी माथि पढाएको थियौँ यहाँनिर हामीले नयाँ चाहिँ रिक्वेस्ट गर्न सकिन्छ भनेर। अर्को यहाँ खर्च भएर जाने रिक्वेस्ट गऱ्यौँ, त्यसपछि औषधि जाने गऱ्यौँ। अब चाहिँ उपशीर्षकमा जाउँ। उपशीर्षकमा आयुर्वेदिक औषधि तथा औषधिजन्य सामानहरू रहेछ। त्यसपछि पशुपन्छीको औषधि, त्यसपछि मेडिकल तथा औषधिजन्य छ। हामीले चाहिँ मेडिकल तथा औषधिजन्यमा क्लिक गर्छौँ। मैले गरेँ। यहाँ क्लिक गरेपछि चाहिँ यो पहिलाकै लिस्टहरू मध्येबाट यी कुराहरू आयो। यहाँ म्यापिङ भइसकेको र म्यापिङ नभएकोमा चाहिँ टिक लागेको छैन, म्यापिङ भइसकेकोमा टिक लागेको छ है। म एउटा तपाईँहरूलाई देखाउन चाहन्छु यहाँनिर, जस्तै कि सिम्पल थर्मोमिटर सर्च गर्छु। थर्मोमिटर सेट गर्दा चाहिँ यहाँ सर्च गर्दा चाहिँ डिजिटल थर्मोमिटर भनेर यहाँ म्याप भइसकेको छ अलरेडी। तपाईँले यहाँ डायल थर्मोमिटर युज गर्न सक्नुहुन्छ वा अरू के छ होइन। यहाँ तपाईँले कुन कुन चाहियो हो त्यो युज गर्न सक्नुहुन्छ। मैले यहाँ चाहिँ थपमा केही पनि त्यो गर्न चाहिएन। जस्ट के गर्नु भने यहाँ तपाईँले म्याप गर्ने कुरा के चाहनुहुन्छ, तपाईँले यहाँ म्याप गर्ने, टिक लाउने अनि सेभ अल गरिदिने। यदि मैले केही गरेन भने यहाँ चाहिँ यताउति हुँदैन नि त, त्यही भएर मैले गर्न चाहिनँ। जस्तै मैले एउटा अर्को औषधि सर्च गर्छु, सपोज सेफिक्जिम। सर्च गरेँ मैले। सेफिक्जिमको यहाँ सेफिक्जिममा चाहिँ यहाँ म्याप भइसकेको रहेछ। जस्तै कि यहाँ सेफिक्जिम म्याप भइसकेको रहेछ ट्याब्लेटमा है। त्यसपछि यहाँ सेफिक्जिम तपाईँले 200 mg को ट्याब्लेट, जस्तै मैले यसलाई म्याप गरेँ। सेफिक्जिम 400ले नै म्याप गरेँ। यो म्याप गरेपछि चाहिँ के हुन्छ भने हामीले चाहिँ कारोबार गर्न सक्छौँ। अब सेफिक्जिमको कुरा चाहिँ हामी हफा गर्न सक्छौँ, दाखिला गर्न सक्छौँ। उहाँ कसको आइडी हो यदि खरिद गर्न चाहेको छ भने खरिदको लागि रिक्वेस्ट पठाउन सक्छौँ। यसलाई चाहिँ मैले यो म्याप भएको थिएन। जस्तै कि मैले अर्को म्याप गर्छु। जस्तै हामीले एमोक्सिसिलिन एमोक्सिसिलिनको यहाँ म्याप भइसकेको रहेछ। ट्युबमा रहेको छ एमोक्सिसिलिन ट्याब्लेट। यो कति एमजी रहेछ यहाँ खुलाएको छैन है। एमोक्सिसिलिन क्याप्सुल यहाँ खुलाएको छैन। नखुलाएकोमा चाहिँ एमजी नखुलाएकोमा यहाँ केही पनि बिगाडौँ। सपोज मैले पारासिटामोल खोज्छु, पारासिटामोल है। पारासिटामोलको यहाँ भइसकेको रहेछ 1 ग्रामको नि भइसकेको रहेछ। 500 mg को यहाँ पारासिटामोल 500 mg को ट्याब्लेट चाहिँ बाँकी रहेछ। यसलाई नि मैले म्याप गरेँ। अब यसलाई सेभ अल गरेपछि चाहिँ सबै सेभ हुन्छ। यो सेभ भइसक्यो है। यसरी नै हामीले चाहेको औषधि वा अन्य सामग्रीहरू जे भए पनि त्यसको हामीले पाम्स V2मा म्यापिङ गर्न सक्छौँ। आशा छ मैले तपाईँहरूलाई एउटा एजुकेसनल पर्पजको हिसाबले अहिले ELMIS हटेपछि चाहिँ पाम्स V2 जुन सञ्चालनमा आएको छ त्यो सम्बन्धी तपाईँहरूलाई मैले जानकारी दिन चाहेको वा हजुरहरूलाई चाहिँ काम लाग्ने एकदम उपयोगीमूलक चाहिँ एउटा भिडियो बनाएको छु। आशा छ तपाईँहरूले हेर्नुभयो होला, केही कुरा सिक्नुभयो होला वा थप केही सल्लाह सुझावहरू छ भने कमेन्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।